अघिल्लो शुक्रबार हामी चितवन लाग्दै गर्दा सूर्यास्त हुनै आँटिसकेको थियो। लोथर नजिक आगोमा पकाएको तातो चिया खाएर हामीले हाम्रो यात्रा जारी नै राख्यौँ। चितवनमा शुक्रबार राति लाग्ने यो रात्रिकालीन बजारमा हामी सहभागी भयौँ। त्यहाँको वडा कार्यालयले प्रति शुक्रबार बेलुका रात्रिकालीन बजार आयोजना गर्दो रहेछ। यो चाहिँ लाखेको मुकुट। मध्यरातमा सौराको यो सडक वरिपरि जनावर देखिन्छ भनेर हामी बाहिर निस्किएका थियौँ र देख्यौँ पनि। यो चाहिँ मिडनाइट म्याडनेस किक रहेको छ। चाहिँ सौरामा रहेको वन्यजन्तु आखेटो पहाड प्रदर्शनी केन्द्र तथा सूचना केन्द्र रहेको छ। यसमा चाहिँ पुरानो आखेटो पहाडहरू हेर्न सकिन्छ। यो चाहिँ निकुञ्जको हात्तीहरू रहेका छन् भने माउतीहरू चाहिँ हात्तीको खाना बनाउनमा व्यस्त हुनुहुन्थ्यो। यो चाहिँ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराको कार्यालयमा उद्धार गरी ल्याएको गैँडाको बच्चा रहेको छ, जुन चाहिँ बाघको आक्रमणबाट घाइते भएको थियो। र मैले फोटो खिच्दाखेरि चाहिँ यो निदाइसकेको थियो एकैछिनमा। त्यसपछि सायद हामी यो कुम्रोजतिरको होमस्टेमा गएका थियौँ। फेसबुकमा यहाँ त्यहाँ यो चाहिँ सर्प जस्तो देखिने बाम माछा। हेटौँडातिर फर्किँदै र यो चाहिँ हाम्रो टोली रहेको छ। यो चाहिँ हाम्रो सौरा भ्रमणको फोटोहरू। यहाँसम्म हेर्नुभएको छ भने धन्यवाद।